सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका चुरे पहाडबाट उत्पत्ति भएर बग्ने नदीहरूले बगाएर ल्याउने गेग्रान र बालुवाले तराई क्षेत्रमा बाढी र डुबानको जोखिम बढाइरहेका छन्। नदीहरूमा यसरी थुप्रिने गेग्रान र बालुवालाई उत्खनन गर्ने एउटा वैज्ञानिक विधि छ र त्यसका आधारमा प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन गरेर धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले यो खुटिया नदीबाट बालुवा र गिट्टी सङ्कलन गर्नका लागि कर लगाउनलाई एकजना ठेकेदारलाई कर सङ्कलनको जिम्मा दिएको छ। ठेकेदारले कर सङ्कलन गर्नका लागि यहाँ जति पनि ट्र्याक्टर ट्रिपरहरू बालुवा र गिट्टी सङ्कलन गर्न आउँछन् उनीहरूबाट उसले कर सङ्कलन गर्छ। तर यहाँ जति धेरै बालुवा उत्खनन गरे पनि जति धेरै गेग्रानहरू यो ग्राभेलको रूपमा काम लाग्ने यो नदी किनारको नदीजन्य वस्तुहरू उत्खनन गरिहाले पनि यहाँ बाढीको जोखिम भने घटेको छैन। स्थानीयहरू नजिकै रहेको यो झोलुङ्गे पुललाई असर गर्छ भनेर यसको अग्लो ठाउँ जहाँबाट चाहिँ बाढी गाउँमा पस्छ त्यो बाटोमा उनीहरू खन्न नदिने अवस्थामा पुगेका छन्। तर त्यसरी खन्न नदिँदा आफ्नै बाढीको जोखिममा परेको र आफ्नो खेत कटान भइरहेको कुराबाट भने उनीहरू बेखबर जस्तै देखिन्छन्। मेरो नाम धनबहादुर धामी, यो गोदावरी नगरपालिका 1 नम्बर 9 यो शेरी मुरकुट्टी। हुन त अब भौतिक संरचना यसरी त अब यो संसारको यो हामीले सदुपयोग गरेर त हुँदैन होइन। अब यत्रो धनगढीको यो मेन हजुरको यो खुटिया नदी भनेको हाम्रो धनगढीको वरदानै हो। यहाँबाट पुरै गिट्टी बालुवा ढुङ्गा यही खुटियाबाट नै जान्छ हजुरको होइन। अब सहरीकरणको लागि त अब चाहियो होइन मेटेरियल त। तर निकाल्ने तरिका ठिक छैन हजुरको, निकाल्ने साह्रै अनियमित छ कि यहाँ कुनै उ छैन यसमा। अब यो खेतर लापरवाही या त अब यिनीहरूको कोही अफिस कर्मचारीको लापरवाही हजुरको र त्यसमा नेता पनि छन् होइन। यी सबैको मिलमित अनुसार हो यो काम हो नि हजुरको। अब हामीले त सर्वसाधारण जनताले त अब के भनेर के हुँदैन कि हाम्रो कुरा पक्को सुन्छ होइन। हामीलाई कुरा सुन्ने को छ र हाम्रो भनिया मान्ने को छ र अब यो माथिको निकायबाट जे हुन्छ तिनीहरूले गर्छन् हजुर। सालसालै त्यही भएर गएको छ। सालसालै यसरी कटान गर्दाखेरि अब पुरा नदी गहिरोमा गएको छ। भोलि अब बाढीको खतरा पनि त्यस्तै होला नि त। यहाँतिर तर्नुको पार्टीको पनि त्यसै खतरै छ। दुवै ठाउँमा त्यसै छ, दोहोऱ्याइ ठाउँमा हजुरको। अब त्यही हो, अब सही तरिकाले निकाल्यो भने त अब ठिकै हो होइन। यो खुटिया नदीको यो तीरमा अहिले यहाँहरूले हेर्नुभयो भने यहाँ के देख्नुहुन्छ भने ठेकेदारका जेसिबीहरू यहाँ बालुवा निकाल्दै ट्रक र ट्रिपरहरू भरेर पठाइरहेका छन्। तर यहाँ अवस्था जटिल बन्दै गइरहेको छ। यो नजिकै रहेको झोलुङ्गे पुलको यो तपाईँले हेर्नुभयो भने यो पुलको पिलर छ र यो माथि जसले चाहिँ यो पुललाई बाँध्ने काम गरेको छ त्यसको फाउन्डेसन अलिकति त्यसको मुनिबाटै पनि यो बालुवा र गिट्टीहरू सङ्कलन गरिरहेका कारणले यहाँ समस्या पर्ने हो कि भन्ने त्रास स्थानीयमा देखिन्छ भने अन्य मान्छेहरूलाई यसले राम्रोसँग काम गरिरहेको भन्ने देखाइरहेका छन्। ठेकेदारले यसले बाढी नियन्त्रण गर्छ भन्छ, तर स्थानीयहरूले बाढी नियन्त्रण गर्ने भन्दा पनि पुल जोखिममा नपारिदिए हुन्थ्यो भन्ने उनीहरूको समस्या देखिएको छ। खास गरी स्थानीय तहहरूले वातावरणीय प्रभाव मूल्याङ्कन गरेर जो हामीले गिट्टी र बालुवा सङ्कलनका लागि रोयल्टी लिएर ठेकेदारलाई जिम्मा दियौँ भनेर भन्छ, त्यही ठेकेदारले वातावरणीय प्रभाव मूल्याङ्कनको त्यो प्रतिवेदनलाई वास्तै नगरिकन ढुङ्गा गिट्टी र बालुवाहरू सङ्कलन गर्छ। यसले एकातिर नदीले धार परिवर्तन गर्ने कुरालाई बढावा दिइरहेको छ भने अर्कोतिर नदी नियन्त्रणको प्रयास पनि अधुरै रहिरहेको छ। हरेक वर्ष यो धनचौडी गाउँ र यतापट्टिको 17 नम्बर धनगढी उपमहानगरपालिकाको 17 नम्बर वडा यो जङ्गलभन्दा पारिपट्टिको गाउँमा यसले सधैँ बारी र डुबान चाहिँ हरेक वर्ष पारिरहेको छ। तर हामीले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुनै नीति बिना नै खालि आफ्नो स्थानीय तहको राजस्व सङ्कलनको उपाय मात्रै नदीलाई बनाएका कारण समस्या देखिँदै गएको छ।